गाइस हामी यहाँ भर्याङ चढ्दैछौँ यस्तो यस्तो हल्लाउनु हुँदैन अस्ति नै बाहुन सिकाएको होइन सकेसम्म नहल्लाइ गरेर म यहाँ भर्याङ देखाऊँ अब डाँडापछि त पुग्छ होला पानी छ गाइस हामी भर्याङहरू पनि खस्दै छ मम्मी र आनी त हाम्रो छोडेर जानुभयो नयाँ हाट बनेर गाडीमा पसेको पुरो निस्क्यो हामी गान्तोकमा जाने भनेको उयो गाडी रोकेको किनकि यो भर्याङमा चढिँदैन नि त मान्छे हिँड्ने ठाउँ हो है घर यति भएपछि भएन अब